नेपाली फुटबल फेडरेटिभबाट अहिले एकदमै चलिरहेको नाम हो एरोन थापा मगर। एरोन थापा मगर डोना थापा मगरको भाइ हुन्। अहिले उनको चौतर्फी सामाजिक सञ्जालमा कुरा भइरहेको छ र आज हामी एरोन थापा मगरको केही बेस्ट सर्टहरू हेर्दैछौँ र हामी यही सर्टहरूबाट अनुमान लगाउन सक्छौँ कि एरोन कस्तो खाले खेलाडी हो, उसले के इम्प्याक्ट गर्न सक्छ टिमलाई भन्ने राम्रोसँग बुझ्न सक्छौँ। Oh my god, what a goal! What a goal! What a goal! Aaron Thapa Magar, what a goal! Oh, ऐच दामी छक्काइदियो ल, दामी छक्काइदियो। स्पिड पनि खतरा छ यो एरोन भाइको हैन। अगाडि आएछ घलान आएछ। एरोन 80 नम्बर जर्सी एरोन थापा मगर। डुम के गाने यस्तै भयो। अब भने मौका हुन सक्छ थापाको लागि यो पास एरोन थापा 1-on-1 taking the defenders of FC चितवन। ए ल पेनल्टी पायो यार, ल क्या खतरा होला। असिस्टेन्ट रेफरी पहिला एसिस्टेन्ट रेफरीलाई र त्यसपछि पेनल्टी। यो पेनल्टी दिएका छन्। यस्तोलाई चाहिँ म प्रेजेन्स अफ माइन्ड भन्छु के। यस्तो सिचुएसनमा यस्तो गर्नु चाहिँ खेलाडीमा हुनुपर्ने बौद्धिक कुराहरू हो के। यो गेम मात्र नभइकन गेममा खेल्ने अब मेन्टल गेमहरू पनि हो त्यसको। यो नि खतरा आयो के। आज के मजाले ओहो यो चाहिँ हिजो कि अस्तिको गेमको रहेछ झापा एफसी कलीको। क्या खतरा सट हानेर चाहिँ हान्न चाहिँ। तर खासमा झापा एफसीको लास्ट 4 मिनट छिराएर चाहिँ एरोन थापा मगरलाई त्यस्तै यस्तै कुराहरू र पहिला डोना थापाको कुराहरूले गर्दाखेरि पनि अहिले चर्चामा आइरहेको रहेछ होइन। अब कारण के हो कस्तो हो त हजुरहरू सबैलाई थाहा नै छ र एरोन थापा मगर कस्तो खालको खेलाडी हो भन्ने पनि हामीले यहाँबाट देख्न सकिहाल्यो होइन। ओए ओए